यहाँ उपस्थित हुन नसक्नु भएको सम्पूर्णलाई यहीबाट सम्झेको छु। मैले दाइ टिजर रिलिज हुँदै गर्दाखेरि मैले भनेको थिएँ त्योभन्दा 10 टाइम्स बेटर चाहिँ ट्रेलर आउँछ, ट्रेलर भन्दा फिल्म आउँछ भनेको थिएँ। रहेछ दाइ? हो रहेछ नि। ट्रेलर हेर्नुभयो, कस्तो लाग्यो, के लाग्यो? फिल्मलाई चाहिँ प्रदर्शनको क्रममा साथ सहयोग सम्पूर्णले गर्नुहुनेछ भन्ने आशा गरेँ। म चाहिँ अब विशेष यहाँनिर हाम्रो कास्ट एन्ड क्रू सबैलाई चाहिँ म एकदमै धन्यवाद भन्न चाहन्छु। अनि सौरभलाई र वसन्त सरलाई स्पेसल थ्याङ्क यू भन्न चाहन्छु। योसँग जोडिनलाई चाहिँ यहाँहरूले मलाई आग्रह गर्नुभएकोमा चाहिँ धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यसो सोच्दाखेरि लामै पनि समय भयो कि जस्तो पनि लाग्छ। उसले फिल्म बनाइरहने क्रममा चाहिँ मसँग धेरै नै टचमा बसिरहेको हुन्थ्यो। केही चिजहरू मलाई लागेको चिजहरू उसले सोधेको कुराहरू म भनिरहेको हुन्थेँ। अनि उसको फिल्मको जर्नी चाहिँ उसले फर्स्ट फिल्म सुरु गरेदेखि अगस्त्यसम्म आइसक्दाखेरि र अगस्त्य बनाउने बेलामा उसको जुन जोस थियो, त्यो जोस देखेर पनि मलाई हुन्छ नि ऊ चाहिँ राम्रो एउटा फिल्म मेकर बन्छ भन्ने चाहिँ भित्रबाट लागेको थियो। अहिले कर्मको ट्रेलर हेरिरहँदाखेरि पनि दामी बनाएछ भन्ने फिल आइरहेछ क्या अहिले पनि। अनि मैले अस्ति सँगसँगै सायद पितामर पनि रिलिज भइरहेछ होइन, त्यसमा पनि भनेको थिएँ होइन, फिल्म हामीले टिजर ट्रेलरहरू एकदम राम्रो बनाउन थालेका छौँ। अनि त्यो सँगसँगै फिल्मको स्क्रिन प्ले एकदमै राम्रो भयो भने डेफिनेटली फिल्म चल्छ होइन। दुईवटा एक्सन फिल्म बजारमा आउँदैछ एकै दिन। हामीसँग चाहिँ त्यति चोइस छ क्या। मलाई त मनपर्ने एकदम धेरै कलाकारहरू हुन्छ नि, सगत हेर्ने कि दादा हेर्ने कि विपिन हेर्ने कि दिव्यदेव हेर्ने। दिव्यदेवलाई हेर्न त चाँछिरै नि हुन्छ। अनि प्रदीपलाई हेर्ने कि होइन, त्यो चोइस छ क्या। सो दुईवटा एक्सन फिल्म एकै दिन आउँदैछ, सायद दुइटै फिल्मले राम्रो गर्छ होला। मलाई चाहिँ किन दुइटैको ट्रेलर हेर्दाखेरि एकदम इन्ट्रेस्टिङ लागेको थियो। आज कर्माको पनि हेरेर विपिनले जे चिज गरेको छ होइन, विपिनलाई यसरी कहिले पनि देखाएको थिइनँ। सो आइएम रियली ह्याप्पी कि उसले पनि भनौँ न आफ्नो कम्फर्ट जोनबाट बाहिर जाँदै कति फिल्महरूमा भनौँ न आफ्नो बेस्ट दिने कोसिस गरिरहेछ। डेफिनेटली एकदमै राम्रो एक्टर हो। त्यो त कसैले अब मैले भनेर पनि नभनेर पनि हि इज भेरी गुड इन वाट इट डज होइन। त्यो थ्याङ्क यू विपिन फर ब्रिङिङ दिस फिल्म। थ्याङ्क यू सौरभ फर यस्तो राम्रो फिल्म बनाउने कोसिस गरिरहेको छ होइन। होपफुली अब फिल्म कस्तो छ भन्ने कुरा रिलिज भएपछि थाहा भइहाल्छ र सबै दर्शकहरूले यसलाई प्रतिक्रिया दिइहाल्नुहुन्छ। मेरो तर्फबाट चाहिँ एकदमै धेरै धेरै शुभकामना छ। फिल्म एकदम राम्रो चलोस्, सबैजनाको कामको तारिफ होस्, त्यति हो। थ्याङ्क यू भेरी मच। सौरभजीलाई हृदयदेखि धन्यवाद यो अपर्च्युनिटीको लागि। वसन्त सरलाई धन्यवाद। र आज चाहिँ स्पेसली थ्याङ्क यू चाहिँ त्यो पुस माघको जाडोमा, पिक जाडोमा चाहिँ लगभग 2 महिना हामी दाङमा काम गऱ्यौँ र 2 महिना एकदमै खटिनु भएको हाम्रो सम्पूर्ण टेक्निसियन सबै टिमलाई चाहिँ, जसले यो फिल्मलाई चाहिँ कम्प्लिट गर्न हेल्प गर्नुभयो, उहाँहरूलाई चाहिँ म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र यो मुभीमा लाई लिएर चाहिँ म एकदमै आशावादी छु। यो क्यारेक्टर एकदमै स्ट्रङ छ जस्तो लाग्छ होइन। हजुर, यो चाहिँ खासमा तपाईँलाई दुइटै कुरा बुझाउनु जरुरी थियो होइन। एउटा चाहिँ क्यारेक्टरको नाम पनि हो है भनेर अलरेडी मेन्टली प्रिपेयर्ड भएर हामी सबैजना अडियन्सहरू हजुरहरू सबैजना हलमा जानुहुन्छ नि त। यही क्वेसन तपाईँलाई रिलिजपछि आउनुभन्दा होइन, कर्मा डेफिनेटली सेन्ट्रल क्यारेक्टरको नाम कर्मा हो। बट सिनेमाले तपाईँले जसरी भन्नुभयो त्यो कर्मा एज एन मेटाफोर युज चाहिँ गरिएको छ। कर्माको एउटा साइकल चाहिँ सिनेमामा डेफिनेटली छ। तपाईँहरूले त्यसरी बुझिदिनु भएको रहेछ, तर मैले त्यसरी बुझ्दिनँ। दाइ मेरो आदरणीय दाइ हुनुहुन्छ, अझ म त उहाँलाई गुरु भन्न चाहन्छु होइन। त्यो भएको भएर म कम्पिटिटर त कुनै पनि एङ्गलले मान्दिनँ। अब तर अब कस्तो भनेदेखि यही इन्डस्ट्रीमा हामी काम गरेको भएर त्यो एउटा संयोग मात्र हो। यो त अफकोर्स कर्माको माग हो नि। म यत्तिकै पनि प्रायः जसो मेरो बहिनीहरूसँगै काम गरिरहेको हुन्छु, मतलब होइन। अझ उपासना होइन को दाइ हुनु भनेको त फेरि मलाई पनि खुसीकै कुरा थियो। जस्तो मेरो एउटा प्रश्न नि, यो अब देशको राजनीतिक माहौलले हरेक क्षेत्रलाई छुएको हुन्छ। 26 गतेदेखि राप्रपाले देशव्यापी रूपमा आन्दोलनको घोषणा गरेको छ। त्यस्तो परिस्थितिमा तपाईँहरूले फिल्म ल्याउँदै गर्दाखेरि कतिको डर लागेको छ? विपिन दाइबाटै
होइन यो कुरा त मैले पहिलोपटक सुनेँ तपाईँकोबाट मलाई एकदम डर लाग्न थाल्यो पक्कै पनि हो किनभनेदेखि हामीले चाहिँ त्यसरी सोचेको मलाई थाहा थिएन होइन अब 29 गतेबाट हाम्रो सिनेमा लाग्दैछ भनेदेखि त 3 दिन अगाडिदेखिबाट व्यापक हुँदैछ भनेदेखि त हामीले बस चलाउनु जरुरी छ मैले पनि मलाई थाहा थिएन क्या यो कुरा तपाईँले भनेपछि यहाँले अहिले भनेपछि चाहिँ मैले थाहा पाएँ 26 गतेबाट चाहिँ बन्द रहेछ अब चाहिँ मलाई पनि अलिअलि डर लाग्यो त्यो बन्दले केही प्रभाव त पार्दैन हामीलाई भनेर अब हामी यसको बारेमा अलिक छलफल गर्नेछौँ मेरो पनि भोइस सुनिन्छ होला हेलो हजुरको जिज्ञासाको लागि धन्यवाद अब एउटा कुरा के हो भनेदेखि तिनीहरू भनेको त्यस्ता खालका मैले तिनीहरू भन्नाले त्यस्ता खालका कुनै पनि कार्यक्रम दोज आर अनसिन थिङ्स हामीले फिल्म घोषणा गर्ने बेलामा हामीले फ्रम द भेरी बिगिनिङ डे 1 देखि नै चैत्र 29 गते हामीले रिलिज गर्छौँ भनेर सुरु गरेका थियौँ र अब हामी सर्ने कुनै सम्भावना थिएन र उहाँहरूको कार्यक्रम हुन त जसरी हजुरले बुझ्नु भएको छ मैले त्यति गहिराइमा बुझेको छैन हुन त म बाहिर बस्ने मान्छे हो तर मेरो बुझाइमा 26 गतेको कार्यक्रम उहाँहरूको शान्तिपूर्ण हुन्छ कसैलाई पनि कुनै पनि किसिमको डिस्टर्ब होइन हजुर त्यो 15 गते पनि देखाउँछ र 26 गते पनि देखिहालिन्छ हामीले हजुर पनि यहाँ हुनुहुन्छ हामी पनि यहाँ हुन्छौँ उहाँहरूको अलिकति अग्रेसिभ भयो भने वैशाखको दोस्रो हप्तापछि मात्रै हुने जस्तो मैले बुझाएको छु एज ए प्रड्युसर डायलग छ नि ट्रेलरमा यो समाज हामी जस्तो सर्वसाधारणको लागि होइन यो कुरामा तपाईँ आफै सहमत हुनुहुन्छ कि हुनुहुन्छ भने किन हुनुहुन्न भने किन मैले त्यो डायलग बोलेको हो होइन र अब पक्कै पनि मैले म आफू सहमत हुनैपर्छ मैले त्यो डायलग बोल्नको लागि मेरो त्यस्तो विचार हुन्छ जहिले पनि अथवादेखि मैले त्यो बारेमा केही न केही आफूले पनि मनन गरेर त्यो डायलगलाई चाहिँ बोलेको होला त्यो त मैले भन्नै पर्दैन नि सर्वसाधारणहरूले देखिरहेको भोगिरहेकै कुरा हो नि होइन तपाईँले पनि कता कता अलिअलि महसुस गर्नुभएको छ होला नि हाम्रो नेपाल हो मैले त भनिहालेँ मैले त पक्कै पनि फिल गरि नै राखेको छु होइन म त फिल नगरिकन त मैले यो बोल्दिनँ थिएँ तर अब मैले सबैले फिल गर्ने कुरा हो क्या सबैले आफ्नो क्षेत्रमा आफ्नो काममा होइन हामीले भनिरहेका छौँ पढिरहेका छौँ होइन र त यो डायलग बनाइएको छ होइन त्यो भएको भएर यो पक्कै पनि यथार्थ पनि छ यसमा होइन यत्तिकै यो डायलगको लागि मात्रै बोल्दिनँ भन्दा पनि एउटा समसामयिक कुरा पनि हो होइन सबैले रिलेट पनि गर्नुभयो होला होइन अझ सर्वसाधारणको लागि त झन् गाह्रै छ उपासनाजी एकदम मनमा नै सम्झिरहेको छु उपासना हुनुपर्थ्यो यहाँनिर होइन ऊ अब आफ्नो काममा चाहिँ ऊ बाहिर गइरहेको छ त्यो हिजोसम्म हामीसँगै नै ऊ यो प्रमोसनमा दौडधुप गरिरहेको थियो अर्को कामको लागि अहिले चाहिँ ऊ आउट अफ भ्याली गइरहेको छ यहाँ भइदिएको भएदेखि अझ हाम्रो एउटा टिम चाहिँ पूर्ण हुन्थ्यो उसको अनुपस्थितिमा अलिकति हामी उसलाई चाहिँ मिस गरिरहेको छौँ मैले लगाएको होइन लगाइदिएको हो मलाई होइन मैले लगाइरहेको हो साडी होइन खालको एक्सपिरियन्स एकै दिन दुईटा फिल्म रिलिज छ होइन तपाईँले एउटा अप्सन आयो क्या होइन दुईटा फिल्म टिकट काट्ने पैसा कसैले दियो तपाईँलाई होइन कुन फिल्मको टिकट काट्नुहुन्छ पहिलो कुन फिल्म हेर्न जानुहुन्छ पहिलो मैले एउटै छान्नुपर्ने हुन्छ ओहो यस्तो अवस्थामा नपर्नुहोस् न यार म फिल्मै हेर्दिनँ रे यसो छान्नुपर्ने त्यस्तो पनि होइन म जुन यसो त्यहाँ काउन्टरमा जान्छु जसको चाहिँ अब पुरै प्याक छ अब त्यसको टिकट नपाइएला अर्कोको हेर्छु त्यसपछि फेरि टिकट काटेर अर्कोको हेर्छु दुइटै हेर्न चाहिँ हेर्छु सबैलाई एउटा तपाईँले फिल्म बनाउँदाखेरि चाहिँ हो है सौरभ चौधरी एकदमै नाम
अलिकति आज मलाई ट्रेलर हेर्दाखेरि चाहिँ त्यो अलिकति डिसअपोइन्ट फिल भएको त्यसको लागि किनभने एक्सनमा चाहिँ अलिकति अब आफ्नो एक्सन हिँडेको पछाडि हेर्छ तर विपिन दादा अलिकति महँगो आएको हुन्छ भन्ने मेरो धारणा होइन मलाई चाहिँ त्यस्तो लागिरहेको छ अगस्तरी यो हेर्दाखेरि चाहिँ होइन तपाईँलाई के लागिरहेको छ त्यो चाहिँ म बुझ्न चाहन्छु तपाईँले फिल्म गर्दाखेरि चाहिँ विपिन कार्कीलाई लिनुभयो भने म उहाँबाट एक्सन निकाल्छु भन्ने एउटा हुन्छ नि सोच राखेको प्रश्नको लागि धन्यवाद हजुरलाई। हेलो हेलो अब सिनेमा बनाउँदै गर्दाखेरि होइन खासमा मैले फिल गर्ने कुरा चाहिँ के हो भने हरेक सिनेमा भनेको आफ्नो एउटा डिरेक्टरको चाहिँ एउटा सन्तान जस्तै नै हो होइन। अनि त्यो एउटै आमा बाउ भए पनि सन्तानहरू फरक फरक हुन्छ नि त होइन। कसैमा के गुण हुन्छ कसैमा के गुण हुन्छ होइन। अनि खासमा तपाईँलाई अगस्त्य कर्माको हेर्नुभयो भने तपाईँलाई मेकिङ प्याटर्न पनि फरक छ क्या होइन। अगस्त्यमा चाहिँ सिनहरूले फरक तरिकाको सर्टहरू डिमान्ड गर्थ्यो नि यसमा फरक तरिकाको गरिरहेछ होइन। अनि त्यो भएर त्यो महिनामा तपाईँलाई जनर पनि थोर बहुत फरक छ होइन। अब अगस्त्य अब सुरुमै मैले भन्न नमिल्ने भएर चाहिँ खासमा अगस्त्य चाहिँ प्याट्रियोटिक सिनेमा थियो नि त होइन। देशको लागि एउटा अन्डरकभर एजेन्टले गर्ने आफ्नो कर्तव्य पुरा गरेको थियो नि त। त्यो चिज मैले पहिला भन्नै मिल्यो किनभने त्यो क्यारेक्टर प्याट्रियोटिक भन्ने बित्तिकै त धेरै कुराहरू सायद पहिले बाहिर निस्किन्थ्यो होला। अनि यो सिनेमा हेलो हजुर अब यो सिनेमा चाहिँ तपाईँलाई सस्पेन्स ड्रामा होइन एक्सन सबै कुराको कम्बिनेसन हो होइन। अनि खासमा मेरो लागि चाहिँ होइन मैले अगस्त्यबाट जे जति सिकेँ जे जति सिक्न पाएँ त्यसकै एक्सपिरियन्सले यो सिनेमा बनाएको मैले होइन। अनि मैले पहिला पनि भनेको छु र फेरि पनि भन्छु होइन। मन चाहिँ मलाई विपिन दाई एकदमै मनपर्ने कलाकार दाइसँग काम गर्ने एकदमै ठुलो इच्छा। अनि एउटा सिनेमामा मैले फेरि पनि भने एउटा सिनेमामा एक्सन सिक्वेन्स हुने भनेको 3टादेखि 4वटा हो नि त। त्योभन्दा बाहेक त तपाईँलाई त्यो क्यारेक्टरले सिनेमा क्यारी गर्नुपर्छ नि त होइन। अनि यो सिनेमाको लागि चाहिँ विपिन दाई भन्दा बेटर चाहिँ मैले मेरो माइन्डमा चाहिँ कोही पनि आएन। अनि त्यो कारणले गर्दाखेरि चाहिँ विपिन दाईलाई मैले लिएँ। प्लस मेरो पर्सपेक्टिभबाट चाहिँ होइन मेरो पर्सपेक्टिभबाट चाहिँ दाईले एकदमै राम्रो काम गर्नुभएको छ होइन। सायद अब पुरै सिनेमा हेर्नु भएपछि तपाईँलाई पनि त्यो कुरा लाग्ला होइन। थ्याङ्क यू। मैले खासै केही पनि गरिनँ होइन। मैले चाहिँ वेट चाहिँ घटाउनतिर बल गरेँ त्यति नै हो। मैले 10 केजी जस्तो घटाएँ अलिक बढी। मैले हेरेको छैन मैले हेरेको छैन होइन। यो चाहिँ अब म 29 गते पछाडि अथवा 29 गतेको 1 हप्ता पछाडि भन्न सक्छु। यो पछिल्लो समय नि फिल्मी क्षेत्रमा जब फिल्म चल्दैन हलसम्म भाडाका दर्शक लगेर स्टन्टबाजी पनि गरिन्छ कि टिकट फ्रीमा बाँड्नेदेखि लिएर अनेक ठन्डाबाजीहरू गरिन्छ। कम्तीमा यो फिल्ममा त्यस्तो खालको प्रवृत्ति होला नहोला भोलि दर्शक श्रोताले सोचे अनुरूप भएन भने यो पछिल्लो समय फ्रीका टिकट बाँड्नेदेखि लिएर भाडाका दर्शक लगेर रौनुपर्छ भने रौने अथवा भनौँ बढाइ चढाइ त्यो प्रचारबाजी त्यो खालको गरिन्छ कि प्रोड्युसर र निर्देशकलाई नै हो यो प्रश्न। हजुर अब मार्केटमा के भइरहेछ भन्ने कुरा सायद तपाईँलाई बेटर थाहा हुन्छ होला हामीलाई भन्दा। हामी त एउटा सिनेमा रिलिजको टाइममा आउँदाखेरि फुत्त बाहिर निस्किने हो त्यसपछि आफ्नै जोनमा छिरेर काम गर्ने हो बस्ने हो होइन।
अब अहिलेको ट्रेन्ड के छ त्यो चाहिँ मलाई थाहा छैन होइन, तर एटलिस्ट हाम्रो सिनेमामा चाहिँ त्यस्तो हुँदैन। पहिला मेरो सिनेमामा त्यस्तो कहिले भएको पनि छैन र हुँदा पनि हुँदैन त्यो कुरा चाहिँ। म पनि सरोजीलाई सेकेन्ड गर्छु। त्यहीँनिर हजुरहरूको भूमिका चाहिने। हजुरहरू हामीहरूले जुन खालको जसले जस्तो प्याटर्न बसाउँछ अथवा बसाउनुहुन्छ त्यसलाई चाहिँ नचिरेर त्यसलाई नै अन्धभक्त रूपमा अथवा मौन समर्थन भन्छ नि, केही नबोलिकन समर्थन गर्दै गयो भने यो प्रवृत्तिहरू बढ्दै पनि जान्छ। खास ट्रु आर्ट त्यो होइन होला भन्ने लाग्छ मलाई। म गलत छु भने करेक्सन गर्नु होला। र सर्व सरले भने जस्तो हामी आफ्नो प्रोडक्टमा कन्फिडेन्ट छौँ। ठिक छ, चलेन भने चलेन, हामीले दर्शकको मन जित्न सकेनछौँ भने ठान्नुलाई नेक्स्ट टाइम इम्प्रुभ गर्न खोजौँला, कोसिस गरौँला। तर हजुरले भने जस्तो त्यो चाहिँ हामी गर्दैनौँ। जुन सरोजीले भन्नुभयो म उहाँलाई सपोर्ट गर्छु र हामी त्यसमै कायम रहन्छौँ। थ्याङ्क यू। थ्याङ्क यू। म स्पेसली थ्याङ्क यू गर्छु सौरभ सर, बसन्त सर, शङ्कर सर, बेन दादालाई हामीलाई एकदमै सपोर्ट गरिदिएकोमा, र विपिन दा, उपासना दिदी, दिव्य देवता, मुकुन्द दादा, अनिल दा र अरू सम्पूर्ण एक्टर एक्ट्रेसहरूलाई म एकदमै थ्याङ्क यू भन्न चाहन्छु मलाई सपोर्ट गरिदिएकोमा। हुने बिरुवाको चिल्लो पात हेर्नुहोस् त। अब दुईजनामा अब फेरि कन्फ्युज भएन नाम। जेबिसीको जेबिस बाबु, अब यता पनि केही भन्नु लाग्यो हो? सबैजनालाई नमस्ते, थ्याङ्क यू सो मच एभ्रिवान फर कमिङ हियर। अनि हजुरहरूलाई हाम्रो ट्रेलर कस्तो लाग्यो, अनि अब हजुरलाई मुभी पनि अब एकदम राम्रो लाग्छ, त्यही भन्न चाहन्छु। कस्तो राम्रो कुरा। एकैचोटि उभिँदा त अलमलमा पऱ्यो त म त। हामीले चाहिँ खासमा यसमा केही नयाँ गरौँ भनेर सोचेर गरेको हो। हाम्रो सौरभजीको कन्सेप्ट एकदम मलाई मजा लाग्छ होइन। उहाँकै कन्सेप्ट अनुसारले जाँदाखेरि चाहिँ हामीले अलि भनौँ न, तपाईँहरूले सायद अघि हेर्नु पनि भयो होला, त्यही हिसाबमा चाहिँ अलिकति फरक गर्न चाहिँ खोजेको छु। कति सक्सेस हुन्छ यो त अब दर्शकले नै मूल्याङ्कन गरिदिनु हुनेछ। त्यसमाथि पनि अब हजुरहरूले एकदम सहयोग गरिराख्नु भएको छ, त्यसको लागि धन्यवाद। अझै पनि सहयोग गर्नु होला, किनभने यतिले पुग्दैन। हाम्रो चैत 29 गते आउँदैछन्। त्यही भन्न चाहन्छु हजुरलाई धेरै धेरै धन्यवाद हजुरहरूलाई, अनि मेरो टिमलाई सबैलाई धन्यवाद भन्छु। मैले देखेको सपनाको सुरुवात नै यस्तो राम्रो डिरेक्टर, यस्तो राम्रो एक्टर्सहरूबाट सुरु हुँदाखेरि मलाई आफै नै यस्तो विश्वास लागिरहेको छैन। यो टिजर हेर्दाखेरि हजुर सबैले मन पराइदिनु भएको छ। हाम्रो फिल्म